सुनसरीबाट सुरु भएको तनाव अहिले सिराहा, जनकपुर सहित मधेसका विभिन्न जिल्लामा फैलिएको छ। प्रदर्शन हिंसात्मक बन्दै जाँदा आगजनी, तोडफोड, लुटपाट र झडपका घटनाले जनजीवन नै अस्तव्यस्त बनेको छ। सुरक्षा अवस्था बिग्रदै गएपछि विभिन्न स्थानमा कर्फ्यू जारी गरिएको छ भने सर्वसाधारण त्रासमा बाँचिरहेका छन्। यसैबीच सिराहामा प्रहरीको गोली लागेर थप एकजनाको मृत्यु भएको खबर सार्वजनिक भएपछि अवस्था अझ संवेदनशील बनेको छ। लगातार बढ्दो हिंसा, बन्द बजार, सुनसान सडक र अनिश्चित भविष्यले मधेस फेरि एकपटक राष्ट्रिय बहसको केन्द्रमा पुगेको छ। सबैको चासोको विषय बनेका प्रधानमन्त्री बालेन शाह भने सुनसरी घटनाको 4 दिनसम्म सार्वजनिक रूपमा मौन बसेका थिए। विपक्षी दलदेखि सर्वसाधारणसम्मले सरकार किन मौन रह्यो भन्ने प्रश्न उठाइरहेका बेला आज प्रधानमन्त्री बालेन राष्ट्रका नाममा सम्बोधन गर्ने तयारीमा छन्। उनको सम्बोधनले आन्दोलनकारी, सुरक्षा निकाय र आम नागरिकलाई के सन्देश दिन्छ भन्ने प्रतीक्षा अहिले देशभर छ। उता गृहमन्त्री सुदन गुरुङ भने आज सुनसरी प्रस्थान गर्दैछन्। उनले सुरक्षा अवस्था, आन्दोलनको वास्तविक अवस्था र स्थानीय प्रशासनसँग छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ। सरकारको यो सक्रियता ढिलो भए पनि अब परिस्थिति नियन्त्रणमा आउला कि भन्ने आशा गरिएको छ। तर सबैभन्दा ठूलो प्रश्न अझै बाँकी छ। के गोली र कर्फ्यूले समस्या समाधान गर्छ कि आन्दोलनका मूल कारण सम्बोधन नगरी शान्ति सम्भव छैन? मधेसमा देखिएको असन्तुष्टि केवल सुरक्षा चुनौती हो वा यसले गहिरो राजनीतिक र सामाजिक सन्देश बोकेको छ? अहिलेको आवश्यकता हिंसा होइन, संवाद हो। जनताको जीवधनको सुरक्षा, निष्पक्ष छानबिन र जिम्मेवार राजनीतिक निर्णय नै अहिलेको सबैभन्दा ठूलो आवश्यकता बनेको छ। प्रधानमन्त्रीको आजको सम्बोधन र गृहमन्त्रीको स्थलगत भ्रमणले परिस्थिति सामान्य बनाउने सङ्केत दिन्छ कि केवल औपचारिकतामा सीमित हुन्छ? त्यो भने आगामी केही घण्टाले स्पष्ट पार्नेछ। यता देशभरका नागरिकको एउटै अपेक्षा छ, मधेसमा शान्ति फर्कियोस्, थप रगत नबगोस् र समस्याको समाधान वार्ता मार्फत खोजियोस्। अब सरकारका हरेक कदममाथि देशकै नजर केन्द्रित भएको छ।